म पाँच महानदीको पत्नी हुँ। यस्ता दुष्टहरूको दासी कसरी हुन सक्छु? के यही धर्म हो? उनको आवाज शक्तिशाली हुन्छ तर कोही पनि बोल्दैनन्। पाण्डवहरू शिर झुकाएर चुप्प लागेर बस्छन्। म यो अपमान सहन सक्दिनँ। दुर्योधन र दुशासनको प्रार्थना म अहिले तुरै न्याय दिन्छु। उनले रोक्छन्। धैर्य राख, हामीले धर्मको मार्गबाट निस्कनु हुँदैन। द्रौपदीको पीडा बढ्छ। दुर्योधन हाँस्दै दुशासनतर्फ इसारा गर्छ। दुर्योधन, दुशासन, अब द्रौपदीको चिर हरण गर।